Hello everyone, welcome back to my another vlog. यो चाहिँ छुट्टै भ्लग तपाईहरुले देखिरहनु भएको छ अरु बेला भन्दा के हो भनेर मेरो सानोलाई आँखा लाग्छ भनेर अरुकोमा चाहिँ कालो टीका लाउँछ मेरो छानुको चाहिँ रातो टीका किनभने उसकोमा कालो टीका देखिँदैन हो कि हैन भन त छानु हो कि हैन मेरो घरमा बोल्ने साथी उलाई सुनाउने सबै कुरा सुनाउने साथी मेरो छाने छोरो है मेरो छाने छोरोले स्कप पनि लगाएको छ नि स्कप यस्तरी बिस्तारै लाउने है यस्तरी स्कप पनि लाउँछ अनि चस्माहरु पनि लाउँछु म भन न चस्मा पनि लाउँछु अनि क्रिमहरु पनि लाउँछु मामु भन न क्रिम पनि लाउँछु है साथीहरु म त क्रिम पनि लाउँछु मामुले लगाइदिनुहुन्छ बेलुका भन बेलुका अनि साथीहरु खासै मैले उसको किन भ्लग बनाएको भने उ आनन्दले म यहाँ त्यतिकै रेस्ट गरेर बसे भने उ पनि बसिराख्छ हैन अनि त्यसपछि म यताउति कामहरु गर्नु गए फुलमा पानी हाल्नु गए यताउति गए तल माथि गए भने उ पनि सँगै आउँछ अनि एउटा कुरा चाहिँ यति माया लाग्दछ मेरो छोरोको भने नि उ चाहिँ म बिरामी भए ओरे भने चाहिँ मेरो खुट्टामा बसेर हेरिरहन्छ यति माया लाग्छ छाने छोरोको मेरो छानु भुकुलुकु कति क्यूट हौ मेरो सबै फोहोर हुन्छ अनि त्यही भएर मामुले यो ओछ्याइदिनु भएको भन न हौ निन्दा लागेको छ उले फेरि यस्तो कुरा बुझ्छ साथीहरु यस्तो कुरा बुझ्छ उसको बारेमा के भनिरहेको छ भने उले सब कुरा बुझ्छ के अनि चाहिँ भयो लागेर खै खुट्टा देऊ छोरा एउटा देऊ अल्छी लागेको छ खै यहाँ देऊ त मामुलाई खुट्टा देऊ न खै अल्छी बहादुर खुट्टा देऊ मामुलाई छिटो खै आज मन लागेको छैन म यता गए ल कति क्यूट छ साथीहरु तपाईहरु पनि मेरो भिडियो हेरिरहनु भएको छ भने जस्तै नर्मली घरमा एक्लै हुने भयो भने चाहिँ एउटा पप्पी डग जस्तै खालको मेरो चाहिँ फ्रेन्च मेस्टिप हो यो चाहिँ ल्याब्राडोर र तपाईको टाइगरको मिक्स भएर चाहिँ एकदमै ठुलो छ हो अन्त तर म अल्छी छु भन न उठी गर त छोरो उठी गर त मन छैन मामको गफ सुनेर त उठ्नु मन लाग्दैन हैन आया हो उलाई मायाले कालु भनेर बोलाउँछु नि त उसको साइन भनेको चाहिँ पुच्छर हुँदो रहेछ है साथीहरु मैले उलाई अब अहिलेसम्म उ त 5 पुरा पुगेर 6 लाग्यो हिजो अस्ति भर्खरै 3टा सुई लगाएको 3टा सुई लाउँदाखेरि चाहिँ डाक्टर देखेपछि थर काम्नेको हो मेरो छानो छोरो तिम्रो यो नाक हो यो आँखा हो यो कान हो भन कान हो हिजो मैले नुहाइ गरेको है साथीहरु भन न हिजो मैले नुहाइ गरेको त्यही भएर भन नुहाइ गरिसकेर अनि त्यसपछि चकचक फेरि बेसी गर्छु तावलले पुस्नु दिन्दिन मामुलाई अनि त्यसपछि फोहोर बेसी फोहोर भइरहन्छ यो के आयो फेरि 81 फोहोर ओ माय गॉड ए हैन रहेछ चनाको बिया रहेछ छानुको हैन रहेछ यहाँनिर के निस्केको छ है छानु तिम्रो दाँत हेर त साथीहरुलाई देखाइदिउँ त तिम्रो दाँत यता देखाऊ क्या डेन्जर छ हेर्नु साथीहरु म एक्लै छु हुन्छ नि त उसँगै गफ गरेर बस्छु साथीहरु मेरो दिन समय खाली भएको बेला अन्त बिहान बेलुका त म प्राय उसँग हुन्छु मेरो प्यारो काली छोरा हो है म काली छोरा हो मामु भन न छानो नउठ्ने कति चाहिँ अल्छी मेरो बोलीले त उलाई त पुरा त्यो सुत्ने उयो पो मिल्छ कि क्या हो
ठुलो स्वरले करायो भने झर्केर करायो भने फेरि थाहा पाउँछ होइन उसले अनि उठ्छ अनि त्यसपछि भाग्छ होइन यसो गर उसो गर त्यहाँ नबस भन्यो भने ठुल्ठुलो स्वरले करायो भने यसो सानो स्वरले अनि बिस्तारै मायाले भन्यो भने चाहिँ फेरि यस्तै हो साथीहरू हो खुट्टा ल्याऊ जान खुट्टा ल्याऊ छिटो यहाँ मम्मीलाई हात देऊ यो 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 यहाँ देऊ छिटो छिटो अब पिटै खाने भयो नि मैले के हो नाम भन तिम्रो नाम भन खै खुट्टाले अल्छी नगर अल्छी अल्छी बहादुर तन्किनुको पनि लिमिट हुन्छ नि यो छाडा 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 हो होइन होइन क्वाले छानुलाई क्वाले खै पुछर किन नहल्लाको त नि केही भनेको छैन त मामुले म गएको आयो हेर्नु त साथीहरू यसको मस्ती मेरो मस्ती यस्तो छ भन मस्ती यस्तो छ है साथीहरू मेरो मामुले केही भन्नु न म अल्छी छु भन उठ त आऊ यता एकछिन यो निकालिदिन्छु नि त टिका देख्नुभयो सबै झरिहाल्छ ल गुड बोय हो सानो गुड बोय हो फेरि बेसी भयो भने पिर्छु नि म त यस्तै हो मेरो खुट्टामा सुत्ने अनि त्यसपछि उसलाई आनन्द हुन्छ नेमा खै सानो खै हौ सानो कहाँ गएछ खै पुग्नु त उसलाई भिडियो बनायो भने साह्रो रिस उठ्दैन क्या रिस उठ्छ क्या अरू बेला चाहिँ उठ त जुप तल आ कुरा बुझ्नु पनि सीमा हुन्छ नि हौ कुरा बुझ्नुको पनि सीमा हुन्छ नि हौ बस ल बस्तीको तिमी ए हो र लु बस्देऊ ल बस उठ जाउँ तल जानुपर्छ उठी गर ल जाउँ छिटो म त गएँ कत्रो खाइआएको अनि उसले यसरी सुतेको देख्दा चाहिँ मलाई भ्यागुता जस्तै लाग्छ क्या साथीहरू हेर्नु न कति चाहिँ माया लाग्दो हुँदो रहेछ नि एकछिन तलमाथि छोडेर गयो अनि परि आयो भने उसलाई यस्तो राखझाक गर्नुपर्छ कि कहाँ गएर आउनुभयो छोडेरै जानुभयो जस्तो नि मामुले 3 इयर्स छोडेको नि तिमीलाई है 3 इयर्स आमा तिमी 2 इयर्सको हुँदाखेरि मामु गएको थियो नि त अब 5 पुगेर 6 लाग्यो होइन अलिकति अगाडि उठेर आउनुपर्छ त सर्दै आउनु पर्दैन बस अरू बेला सर्दै आउँथ्यो क्या साथीहरू बस न मामु यहीँ छु त बस छिटो केही भन्नु छ तिमीलाई साथीहरू म एकदम अल्छी छु अनि त्यसपछि मामुले मात्रै सरसफाइ गरिदिनुहुन्छ मामुले अनि खाना म खान्छु टाइममा बिहान र बेलुका खाजा खान्छु दिउँसो पनि खाजा खान्छु धेरै खाएर मोटाएको छु झन्डै 55 केजी छु मेरो नाम रेमो हो भन त मेरो नाम रेमो हो
ल साथीहरू, आज चाहिँ मलाई छुट्टै ब्लग, त्यस्तो ब्लगै भन्नु चाहिँ होइन, उसको मेमोरी पनि हुन्छ एउटा। उसको ब्लग त बेग्लै पनि छ, राखिदिन्छु कहिले कहिले भ्याएर। तर पनि मेरो आफ्नो उसमा पनि एकछिन मेरो छोरोको राखिदिउँ भनेर नि। खास भन्नुपर्दा त म उसको त्यस्तो धेरै फोटो भिडियो खिच्दिनँ। इन्स्टाग्राममा चाहिँ छ उसको धेरै पेजै छ, कति धेरै भाइरल छ मेरो छोरो त। सबैजनाले कति ह्यान्डसम हो, कति ह्यान्डसम हो रेमु त भन्नुहुन्छ होइन, कति ह्यान्डसम हो रेमु त भन्नुहुन्छ होइन होइन। अनि मेरो काले छोरो हो नि, काले छोरो हो, मेरो साथी हो नि भनेर भन्छु नि त होइन। सबैजनाले सोधिराख्नु भएको छ छानुलाई। उठ उठ ए आऊ। यस्तरी उसको नङ फेरि डेन्जर छ क्या साथीहरू। यो अस्ति मैले कार्ड दिएको थिएँ, यो चाहिँ खास चाहिँ डक्टरले कार्ड दिन्छ अरू बेला। अनि मैले अस्ति काटिदिएको थिएँ, यसरी यहीँ काट्दैछु कि अलि तलै काट्दैछु। यति ब्लड बगेको, घरभरि ब्लडै ब्लड भयो। मलाई त कस्तो माया लाग्यो। त्यसपछि म काट्दिनँ अहिले, डक्टर आएर आफै काटिदिनुहुन्छ ख्यारे पारेर त्यो मेसिनले माथिसम्म है। अनि तिमी रिसाउँछौ नि होइन, तिमी रिसाउँछौ अनि डराउँछौ पनि होइन। हेर ब्रस गरेको दाँत पहेँलो बेसार खायो क्या हो छानो तिमीले। उठ म त जाने। कसम यस्तरी बुझ्दाखेरि चाहिँ घरिघरि त यस्तो लाग्छ कि होइन मामा यहीँ छु बसलु। डेन्जर बहादुर, डेन्जर बहादुर। हेर्नु न यहाँ पक्र्नुपर्छ क्या उसलाई। कति मायालु पुकुलु छ, कति मायालु पुकुलु छ मेरो छोरो सानो। सानो पनि होइन, अब त 6 इयर्सको भयो भन। के आइजानु यहाँ यो भयो क्या हो। एकचोटि त निमोनिया भएर कि साथीहरू यस्तो साह्रो बिरामी भएको थियो है। म त कस्तो रोको त्यति हेर्नु न, अझै पनि गएको छैन निमोनियाको यो। त्यति बेला सुईहरू लगाएको यस्तरी गरेर है। छम्मा छम्मा नाचिदेऊ सानो। यस्तै साथीहरू, मेरो दिनचर्या यसरी बित्छ। म खाली समय भएपछि ऊ पुकुलुसँगै गफ गरेर बस्छु। न उसँग केही स्वार्थ छ न केही छ। यति इमान्दारी छ मेरो सानो छोरो होइन। आनन्द छ बरु। यस्तो राम्रो लाग्छ है मलाई चाहिँ। ल थ्याङ्क यू सो मच फर वाचिङ भनेर छ न सबैजनालाई। मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन न छिटो। ल थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान। आई होप सबैजनालाई मन पर्यो होला मेरो सानो कालो छोरोको भिडियो। है त ओके बाई बाई।